ल सातु चाहिँ यसरी दलेर हिँड्नु पर्छ। नमस्ते, म मिनबहादुर श्रेष्ठ। आज म छोटो धार्मिक ब्लग लिएर उपस्थित भएको छु तम्बर नदीको अलिकति माथि, यो औद्योगिक करिडोरको बाटो। र आज हामी ताप्लेजुङ हामी जाँदैछौँ। हामी चाहिँ खासमा पाथिभरा दर्शन गर्न हिँडेको। बिहानको 9 बजेको छ र अब हामी लगभग 2-3 बजेतिर सुकेटार पुग्छौँ। अहिले हामी चाहिँ काबेली नदी आइपुगेका छौँ। अत्यन्तै सुन्दर काबेली नदीको तटमा अवस्थित यस काबेली देवीको दर्शन गरे पश्चात पाथिभरा माताको दर्शन गर्नुपर्ने एउटा धार्मिक मान्यता रहेछ। र पाथिभरा माताको दर्शन गर्नका निमित्त काबेली नदीको जल लिएर पाथिभरा माताको दर्शन गर्न गयो भने आफ्नो इच्छा मनोकामना पुरा हुन्छ भन्ने एक धार्मिक मान्यता रहेको छ। ल अहिले हामी सानो फेदी आइपुग्यौँ है। सानो फेदी ल बाई 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 है बाई बाई। अहिले हामी काफ्ले बाटिकाबाट अब हामी ठुलो फेदीतर्फ लाग्दैछौँ। यो हाम्रो टोली हो। ल यो हाम्रो टोली अगाडि बढ्दैछ। ल बढौँ बढौँ अगाडि बढौँ है। वहीँ हो माथि भोलि हो। यो हाम्रो सानो
केटो पनि यहाँ लौरो बोकेर हिँड्दैछ है। ल म पनि यसरी यो अवस्थामा चाहिँ चैतको महिनामा ढकमक्क लालीगुराँसहरू ढकमक्क फुलेको छ। ल हेर्नुहोस् है। यतिखेर हामी काभ्रेपाटिकाबाट ठुलो फेरीतर्फ लाग्दैछौँ। साथी उकालोमा पुरै हात कामेको अवस्था छ र हाम्रो टोलीहरू यहाँ पाथिभाराको दर्शन गर्न हामी जाँदैछौँ। अत्यन्तै रमणीय भनौँ, कष्टपूर्ण त नभनौँ, कष्टपूर्ण त छँदैछ। अब रमणीय हाम्रो चाहिँ यो आजको यो पाथिभारा दर्शन, पाथिभाराले रक्षा गर्नुहुन्छ र यो बेला यो सिजन चाहिँ, यो मौसम चाहिँ पाथिभारा दर्शनको लागि अत्यन्तै राम्रो मौसम रहेको छ। र यतिखेर ढकमक्क लालीगुराँस फुलहरू फुलेको देख्न सकिन्छ। बाटो पनि त्यति अप्ठ्यारो छैन, सबै ढुङ्गा बिछ्याएर खुड्किला बनाइएको रहेछ। बिस्तारै बिस्तारै हामी माथिल्लो फेदीसम्म आज गएर बस्नेछौँ र भोलि बिहानै माथिल्लो फेदीदेखि हामी पाथिभाराको दर्शन गर्न प्रस्थान गर्नेछौँ। दर्शन गरेर फर्किनु भएको हजुरहरू? ए कति बजे बिहान उठ्नु भएको थियो? हजुर बिहान 3 बजे उठेर हिँड्नु भएको? ए हामी त यहाँ ठुलो फेदी गएर बस्छौँ अनि भोलि बिहान। हेलो गाइज, हेलो पाथिभारामा तपाईँलाई हार्दिक स्वागत छ भनेर लेखिएको छ। सातु खैराख्यो होला। अरे हाततिर बोक न पानी। ल हेर्नुहोस् है, यस्तो अवस्था छ साथीहरू, यस्तो अवस्था छ आजको। यहाँ भारी लुगाको भारी बोकेर आज म जाँदैछु। तपाईहरुलाई पनि स्वागत छ। तपाईहरु छैन आउनुस्। तपाईहरु नि आउँदै हुनुहुन्छ भने एकदमै यतिखेर चाहिँ आउनको लागि अत्यन्तै राम्रो छ। पाथिभारा दर्शन गर्नको लागि मौसम राम्रो छ
ल सातु चाहिँ यसरी दलेर हिँड्नु पर्दो रहेछ। यसो गर्दाखेरि लेक लाग्दैन रहेछ है। यसरी गालामा अनुहारमा जिउमा सातु चाहिँ दलेर हिँड्नु पर्दो रहेछ। ल यत्रो सानो बाबु पनि पाथिभाराको दर्शन गरेर आइसकेको छ। पछाडि छ भनेर नभन्नु, माथि डाँडा पुग्छ भनेर। सम्पूर्ण भक्तजनहरू के जय 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 भट्टराई होटल एन्ड लज रहेछ र यहाँ चाहिँ पाथिभारा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरू चाहिँ यहाँ राति चाहिँ बास बसेर बिहानको राति नै फेरि हिँड्ने गर्दा रहेछ र यतिखेर ढकमक्क लाली गुराँसले बनै ढकमक्क भएको छ। हिँड्न नसक्नेहरूलाई भरिएको पनि व्यवस्था रहेछ र यहाँ मेरो बुवा पनि पहिलोचोटि आउनु भएको छ। अलिअलि गाह्रो भए पनि जस लाली गुराँस फुलेको देखेर मनै आनन्द भएर हिँड्दै हुन्छ सुइँका सुलाएर। फाइनली हामी मिलन होटल एन्ड लज 1 नम्बर आइपुग्यौँ र हामी पुग्नुपर्ने होटल चाहिँ 15 नम्बरको चन्द्रमा होटल हो। तल्लो फेदीबाट करिब 1.5 घन्टा हिँडेर यहाँ आइपुग्यो। अब हामी केही बेरको यात्रापछि फाइनली हामी बस्ने होटल पुग्छौँ। हामी बस्ने होटल चाहिँ 15 नम्बरको होटल हो। हामी अहिले 4 नम्बर होटलमा आइपुग्यौँ। यहाँदेखि अझै माथि हिँडिसकेपछि 15 नम्बर होटल आइपुग्छौँ र यहाँबाट हामी राति नै नुहाइधुवाइ गरेर फेरि मुकुलुङ पाथिभारा देवीको दर्शन गर्न यहाँबाट हिँड्दैछौँ। आफ्नो छोरो सानो लिएर हिँडाएर ल्याउनु भएको छ र सँगसँगै यहाँ आमा पनि लट्ठी टेकेर हिँड्दै हुनुहुन्छ र यहाँ भान्जा पनि हार नमानिकन कहिले पहाड नचढेको मान्छे सरासरै आइरहेको छ है भारी बोकेर।
पाथिभारा माताको दर्शन गर्न आउनुहुने सम्पूर्ण भक्तजनहरूलाई पाथिभारा माताले रक्षा गरून्। जय पाथिभारा।